म चाहिँ आज बुढीलाई सरप्राइज दिनु भनेर कोर्सबाट भन्दैन भने टक्क यसरी घर आएँ। अनि बाटोमा चाहिँ बोन्साई किनेर लान्छु भनेर बोन्साई सपमा छिरेर टक्क बोन्साई किनेँ। अनि म ठ्याक्क घर पुगेको त बुढीले घरको चाबी ढोका लगाएर काममा गएछ बुढी। अनि म नि के कम यसो किचनको झ्यालेर ओपन थियो। अनि किचनको झ्यालबाट म नि यसरी टक्क भित्र छिरेँ। अनि भित्र छिरेर हेरेको त बिचरा बुढी काममा व्यस्त भएर घर सफा गर्ने भएनछ। अनि म पनि टक्क पारेर एप्रोन लगाएर अब चाहिँ यसो घर सफा गर्छु अनि बुढीलाई भरे सरप्राइज दिन्छु भनेर काम गर्न लागेँ। अनि मैले चाहिँ मासु लिएर आएको थिएँ नेपाली पसलबाट। बुढीले धेरै दिन भयो सुँगुरको कानभित्र सर खान्छु भनेको। अनि त्यही भएर म चाहिँ बुढीलाई आज मिठो डिनर बनाएर खुवाउँछु भनेर दाल रातो र कालो दाल मिसाएर दाल पकाउनु लाग्यो। अनि सुँगुरको भित्रास पनि लिएको थिएँ अनि भित्रास पनि पकाउनुतिर लागेँ। अनि मैले चाहिँ फेरि टक्क आफ्नै करेसा बारीमा साग रोपेको थिएँ। अब सुँगुर मासुसँग साग त खानै पर्यो भनेर टक्क गएर बारीमा गएर साग टिपेर आएँ। अनि साग त धुनु पनि पर्यो। अनि मैले टक्क पारेर सागहरू सबै एक बाई एक गरेर राम्रोसँग धोएँ। अनि मासुलाई पर भुटिराखेर म साग लिन गएको थिएँ। अनि साग लिएर धोइसकेर आएर मैले टमाटर काटेर मासुमा यसरी पर भुटेँ। अनि खोर्सानी त खानै पर्यो। बुढीले फेरि खोर्सानी एकदमै मन पराउँछ। त्यही रातो खोर्सानी टक्क बाहिरबाट लिएर आएको थिएँ। अनि काटेर मासुमा हालेर मासु यस्तो तयारी भयो। मासु पर भुटेर मासु पनि रेडी भयो। अनि यसो घडी हेरेको त मेरो बुढी अन्डा पनि भएछ। अनि हतार भित्र गएर बत्ती सत्ती सबै मारेर अनि बुढीलाई एकैचोटि बोन्साई दिन्छु भनेर टक्क लुकेर बसेको। बुढी आउँदैन 10-15 मिनट भइसक्यो थियो अझै पनि बुढी आएन। यसो झेलबाट बाहिर बत्ती बाल्ने मार्ने गर्दै बसेँ बुढी आउँछ कि भनेको। अनि बल्ल बुढी आयो भित्र। बुढी त भित्र आएर एकैचोटि माथि तलामा चढ्यो। अनि मैले टक्क हतार बाहिर गएर डोरबेललाई स्विच अफ अन गरेँ। अनि त्यसपछि हतार भित्र छिरेको। बुढी चाहिँ तलबाट झरेछ को आएछ पार्सल छोड्नु मान्छे आए भनेर आएर यसो ढुका हालेर बाहिर हेरेको कोही पनि देखेनछ। अनि अब चाहिँ भित्र बस्छु लिभिङ रुममा बस्छु भनेर आउनु लागेको थियो। मैले चाहिँ ढोका आधी खोलिराखेँ किनभने फेरि बुढी तलामा भन्दा फेरि पसाद पर्छ। सरप्राइज दिने भनेको हुँदैन भनेर टक्क ढोका छेउमा सिरी निलिङ पोजिसनमा बसेर बोन्साई हातमा लिएर अनि यसरी चाहिँ मैले मेरो बुढीलाई दिन लागेको सरप्राइज सक्सेसफुल भयो। अनि बुढीलाई मैले डिनरमा के पकाएको छु भनेर देखाउनु लागि किचनमा साग चाहिँ बनाउँदै थिएँ। अनि बुढी आइपुगेर हतार गएँ। अनि मासु चाहिँ बनाइसकेर रेडी भनेर राखेको थिएँ। मेरो बुढी तर्स्यो अलि उता। अनि बुढीलाई बस्दै गर है म चाहिँ अब माम पस्किन्छु आराम गर भनेको त बुढी त मेरो पछि आएको रहेछ बुढीसँग गफ गर्नुलाई। अनि ल अब माम खानुपर्छ भनेर टक्क पस्केर लागेँ। मेरो बुढी खुसीले बसिरहेको थियो।